हेलो गाइज वेलकम टू माई न्यू ब्लग। हामी चाहिँ अहिले मनसिन मार्केट जाँदैछौँ। म दिपना श्रीपना हामी तीनजना चाहिँ के मार्केट अरे नाम मनसिन मार्केट अरे आयो। हामीसँग चाहिँ पैसा छैन साथी हो, हिँडेरै जानु आँटेको। हिँडेर चाहिँ त्यस्तो त गति नदेखाउँ न भने आयो। केमा जाने? अटोमा? अहिले चाहिँ यहाँनिर चाहिँ फिलहाल बाटो बनिँदैछ। बाटो देखाइदियो नयाँ बाटो, त्यसले गर्दाखेरि अटोहरू बन्द गरिदिएको रहेछ। सी ब्लक मार्केटबाट अटो पक्रिनु पर्ने भइरहेको छ हामीलाई। तिमी बोलेको सुन्नु पनि पर्यो नि क्यामेरामा यत्रो। हो र ल कुकुर चाहिँ बहुत हिँडेछ त नयाँ बाटोमा। यसरी ब्याक हुँदैन हौ त? त्यसो होला न, यहाँनिर त के नै पोज गर न मजाले यदेखि लागि कस्तो राम्रो हरि झारपात आएको छ। म चाहिँ यही महिनामा जन्मेको हो साथीहरू। हेर चैतलाई बाँदर भन्छ तर हेर्नु साथी हो कस्तो यति बेला यही टाइममा कस्तो मजाले हरियाली आउँछ। कस्तो राम्रो आउँदो रहेछ हेर न। फुलहरू देखाइदियो नि, फुलहरू। फुल चाहिँ म जस्तै छ है। हामी चाहिँ हाम्रो प्राइभेट कारमा गइसकेको छौँ। प्राइभेट जेट अब एकैचोटि खै के मार्केटमा भेट्ने छ। खान मार्केटमा एन्ट्री भइसकेको छ हाम्रो चाहिँ। र हामी यहाँ चाहिँ फ्रिज अनि कुलर, हामी चाहिँ आज फ्रिज र कुलर लिन आएको साथीहरू। फ्रिज कुलर के हुन्छ हेरेर लैजाउने हो। गाई चाहिँ यत्तिकै बस्नु छ होला। यहाँ तिमीले क्यामेरा दिएको यतिकै बस। सानोबाट फ्रिज रहेछ साथीहरू। फ्रिज चाहिँ महँगो रहेछ 1170 अरे। त्यो अलिसलाई पैसा गर्नु चाहिँ एकदम मजा आउँछ। उसलाई नै गर्नु 1.5 साल पुराना है अभी। भैया इतना तो पड़ेगा। दोनों ले आना। 4 मार्च को है ना, 4 मार्च। हाँ भैया ये ले। कुलर हेर्दैछौँ साथीहरू। कुलर हावा मजाले फाल्दो रहेछ साथीहरू फ्यानहरूले भन्दा। वो लगा के आपको 37 का रेट। हामीले चाहिँ फ्रिज र कुलर किनिसक्यौँ अनि हामी चाहिँ फेरि आफ्नो प्राइभेट जेटमा जाँदैछौँ घरतर्फ। मम्मी हो बिचरा, मम्मीको हाँसुको रुम भइरहेको छ। मम्मी हाम्रो प्राइभेट जेट 2 करोडको साथी हो। 2 करोडको साथी हो। फ्रिज र कुलर चाहिँ घरमा गएर देखाउने ल। ल गाइज हाम्रो चाहिँ फ्रिज पनि आइसक्यो, सेटअप पनि मारिदिइसकेँ मैले हो। र फ्रिजभित्र मैले के राखेको छु तपाईँहरूलाई देखाउन चाहन्छु। निम्बु हालेको छु, हल्का दुध राखेको छु होइन। यहाँनिर टमाटर प्याज पनि खिरा तपाईँको खोर्सानी पनि हल्का रहेछ। काम गर्दैछ फ्रिजले अहिले चाहिँ हो। अनि मेरो टक्कै चार्जर हालिदियो। मेरो गिटार
कोही बेला टाइम पास हुने कुलर लिइराख्छु है त गाइज। ल आजको भिडियो चाहिँ यति नै, यहीँ समाप्त गरिदिउँ होला है। मेरो रुम अलिक सफा गर्ने बेला भइरहेछ, सानासिनी गर्ने बेला भइरहेछ। ल